तँलाई मैले भनेको थिएँ नि होइन नेपाली जनता सब भेडाउनु भनेर भनेको क्या देश लुट्नेलाई चाहिँ लुट्न दिएका छन् अनि त्यसपछि के अरे देश बनाउन खोज्नेको चाहिँ खुट्टा तानेको छ त्यही भने अनि घन्टा हुन्छ देशको विकास अब हेर केटा अब हामीले नि के गर्नुपर्छ यार देश त नि हाम्रो यो हामीले नै बनाउने हो क्या हुन्छ नत्र नेपाल रहँदैन यार हो तेरा बाबु के पो यो अरे हो सही ए के भयो यो कोसँग कुरा गर्दैछस् त गर्लफ्रेन्डसँग हो नि गर्लफ्रेन्डसँग ओ अब हेर्नु साथी लास्ट माया गर्दैछ क्या मलाई हिजै मात्र थाहा पाएँ क्या मैले हिजै मात्र मलाई प्रपोज गरेको थिएँ होइन अनि त्यसपछि लास्टै सोधिरहेछ होइन अनि मेरो पनि पहिलो माया हो नि त त्यहाँ मलाई नाच्नु कसैले माया गरेको थिएन अनि उनी माया गर्ने भएपछि त धेरै नै त्यही भएर ओके अनि त रिसाएको त छैन नि होइन ले म चाहिँ किन रिसाउने हो र त खुसिस् नि अब माया गर्ने मान्छे हुँदा अलिक खुसी त लाग्दो रहेछ यार खुसी त छु म खुसी छु त्यति भएपछि मलाई भएको त्यति भएपछि मलाई पुग्यो म पनि खुसी त खुसी हुनु नै म खुसी हुनु क्या त खुसी भइस नि म खुसी भएको पुग्छ कलमा बोल क्या विचारलाई बोल्न मन लाग्यो होला कलमा बोल्न मन लाग्यो होला तेरो आवाज सुन्न मन लाग्यो होला त कहाँ एसएमएस गरेर बसिरहेको कल गरेर बोल्न पक्का गरौँ गर न गर यार गर त रिसाएको त छैन नि रिसाएको छैन नि त मसँग ल छैन भनिरहेको छु त छैन क्या छैन गर न गर बोल ओके है त हेलो बेबी के गर्दैछौ नि तिमी हजुरसँग बोलिरहेको लो पागल साथी तैँले अस्ति एउटा केटीलाई प्रेग्नेन्ट बनाइदियो भन्दै थिइस् केटी होइन त्यो अनि साथी बच्चा नि फाल्ने भन्दै थिइस् होइन कस्तो बच्चा बच्चा के गरेछ तैँले के गर्यो तिमीहरू कसको कुरा गर्छस् तपाईँको दाइले अरे बेबी दाइ होइन बेबी यो कहाँ दाइ हुनु यो अनि कुटेर मुखबाट खुनै निकाल्दैको भन्दै थिइस् ओ माय गॉड के हुँदैछ नानी अहिले ठिकै हुँदैछ अरे ओ माय गॉड म त बिहोस पो हुन्छु क्या हो अनि साथी तैँले त्यो पावरको गोली खान भनेर पैसा लगाएको थिइस् नि जिसस पावरको गोली त्यो मलाई पैसा दिए त्यो भरे मैले मासु लिएर खानु भन्छ खसेको त्यही भएर झुट बोलेर केटीको स्वीकार गर्ने त साला बुढी अरे बेबी यसले झुट बोले हो क्या यसले म सोचो तिमी नै पहिला तिमी नै अन्तिम हो क्या बेबी मेरो आइन्दा मलाई कल गरिस् भने नि आइन्दा मलाई कल गरिस् भने त म पुलिसलाई भन्छु अरे बेबी कुरा त सुन मेरो प्रब्लम के हो तेरो भाइ दिमाग त ठिक छ नि तेरो खाते दिमाग त ठिक छ नि हैन तेरो औकात भन्दा माथि जान खोज्दैछ हैन औकात कस्तो हुँदो रहेछ माथिबाट पछाडि हिँड्दा मजा आयो न मलाई नि मजा आयो